वेलकम गाइस, वेलकम छ तपाईँहरूलाई मेरो छोटो मिठो भिडियोमा। आज चाहिँ म रफिनियाको रिभ्यू गर्न जाँदैछु। रफिनियाको स्ट्याट्स यस्तो छ: पेस 172, 45 सुटिङ, 128 पासिङ, 167 ड्रिबलिङ, 67 डिफेन्डिङ र 104 फिजिकल रहेको छ यसको। नलेसन हेर्नुहुन्छ, राइट विङमा बेल पछिको एकदमै राम्रो कार हो। यसको ड्रिबलिङ पेस एकदमै राम्रो छ, त्यसैले यसलाई एउटा मोस्ट रिकमेन्डेड कार पनि भन्छु। यसको स्ट्यामिना 4.5 स्टार छ भने यसको स्किल बुक छ 4 स्टार। यसको ट्राइड्सहरू पनि धेरै राम्रो छ। मैले यो कारलाई म्याक्स ऱ्याङ्कअप गरिसकेँ। यसको स्ट्याट्स तपाईँले हेर्न सक्नुहुन्छ। एकदमै राम्रो पेस, सुटिङ 145मा फिनिसिङ 152+10 छ भने पोजिसनिङ 146+10। भलिहरू पनि राम्रै जान्छ, लङ सर्ट पनि राम्रै टेकर हो। पासिङहरू पनि ठिकै छ, फिजिकल अलिक कम छ, डिफेन्डिङ पनि राम्रै छ, ड्रिबलिङ एकदमै राम्रो छ। यो कार्डको प्राइसहरू हेर्न सक्नुहुन्छ तपाईँले। स्किल मुभ रहेको छ रुलेट, नि स्लाइड फिस्ट पम्प सेलिब्रेसन छ, फाइनेस सर्ट छ, फ्लेयर प्लेयर हो, लङ सर्ट टेकर पनि हो, एकदम प्ले मेकर पनि हो। यसको एउटा झ्याउ भनेको वर्क रेट अट्याकिङ हाई र वर्क रेट डिफेन्डिङ हाई छ। यसको हाई र मिडियम भएको भए एकदमै राम्रो हुन्थ्यो। अब यसको हामी गेम प्ले हेर्न जाँदैछौँ एउटा बिएसए म्याचमा। एकचोटि ट्राई गरी हेरौँ है त। ल, म्याचिङ हुँदैछ, म्याच भइसकेको छ। अपोनेन्ट पनि ठिकै परे रहेछ, ठिक छ। म्याच सुरु हुँदैछ। रफिनिया 112 कार्डको हेरौँ रिभ्यू कस्तो खेल्दो रहेछ यसले। अपोनेन्टसँग राम्रो कार्ड लिएको छ। त्यसको रनिङ एटोले चलायो। बिटिनियाको कार्ड पनि ठिकै छ, तर अलि पेस कम छ। नाइस बल। क्रेस्पोले लाग्यो रफिनियालाई। स्किल एकदम फास्ट छ यसको, अलि स्किल to the field. Kurang itu lah mereka tak gol macam ni. Terus itu ada field aku pausa dulu. Nanti kalau pausa dulu mana? Ini kan kita tanya ya. Tiksa, chance itu. Ini kan ada. Oh, nice goal. Alright, का कार्ड एकदम हाइट में 107 का कार्ड है, पेस एकदम कम है। टाइम आउट भएको छ। पिक्चरको एउटा खेलेहरू म चाहिँ अलि लोमा भएर लो प्लेयर आएको होला हैन। म त्यस्तो भिएस अट्याक पुश गर्दिनँ, म 8-8 पुश गर्ने मान्छे परे। त्यो अपोनेन्ट त हो। ठिक छ। लेट्स गो। स्ट्राइकर पोजिसन एकदम त्यसको लिएर क्रेस्पो क्राइफ कतिको राम्रो खेल्दो रहेछ। नाइस बल, नाइस ब्लक। एटो टु क्रेस्पो। आफ्नो राम्रो छ, अलिकति फिनिसर्स भन्दा चाहिँ अलिक कमै हो, तर त्यो कारणले अर्को राम्रो ब्लक थुप्रै गरेको छ। त्यसको अर्को गुड सर्ट, त्यसको कारणले सर्ट पेस राम्रो छ, पोजिसनिङ अलिक खत्तमै छ त्यसको। फेरि एन्टी पोस्ट ओके। बिटिनियाले त फिनियालाई दिनु खोज्यो, तर सफल भएन। त्यसको बिटिनिया एटो
फुलको कार्ड पनि यसको रिन्यू गर्नुपर्छ। कार्डलाई त्यसको फिल हाम्रो चप हान्न सक्यो। नेक्स्ट प्रकारले यो रहेछ यसको। ठिक छ गाइस, अहिलेको लागि यति नै। नेक्स्ट भिडियो कस्तो रिभ्यू गरौँ त्यसको लागि कमेन्ट गर्नुहोला। अनि कस्तो लाग्यो रफिनियाको कार्ड। धन्यवाद।